प्रणाम जी सुंदर साथ जी। अक्षरातीत प्राण वल्लभ प्राण प्रियतम प्राणेश्वर प्राणों के नाथ र प्राणाधार आत्म सम्बन्धी सुंदर साथ जी, आउनुहोस् अब एकछिन फेरि परमहंस महाराज श्री युगलदास जी को प्रेम पत्रीलाई श्रवण गरौँ। अस्तिको भिडियोमा मैले उहाँको शब्दलाई पढेर सुनाएँ, जुन पहिलो हरफ थियो, जुन दुलहिनको भाव हामीहरूको हृदयमा उहाँले जगाउने उत्पन्न गराउने प्रयास गर्नुभयो त्यो प्रेम पत्रीद्वारा। पक्का नै म आशा गर्दछु कि हजुरहरूलाई त्यो शब्द परमहंस महाराज श्री युगलदास जीले लेखेका एक एकवटा शब्द साक्षात् धामधनीको त्यो जुबान थियो। उहाँले आफ्नो शब्दमा प्रेम पत्रीको द्वारा मेरो सुन्दर साथलाई श्रवण गराउनुभयो र भाव दुलहिनको थियो, दावा दुलहिनको थियो। हामीहरू संसारको म यो हुँ, म अमुकको पति हुँ, अमुकको बाबा हुँ, अमुकको छोरा हुँ भनेर हामीहरू परिचय दिँदछौँ। तर वास्तविकमा हामीहरूको मूल परिचय के हो? म राज्य की सुहागिन हूँ, म राज्य की दुलहिन हूँ, म परमधामको ब्रह्मात्मा हूँ। यो दावा हामीहरूले एक पल पनि नबिर्सिनु अरे। जब यो दावा हामीहरू लिन्छौँ भने परमधामको सब बित वतन सहितको सुख हामीहरूको हृदयमा उडेल्न कति बेर पनि लाग्दैन। राज्य हामीहरूको आँखाको अगाडि आउन कति बेर पनि लाउनुहुन्न। यो कति गहिरो भावले बोल्नु भएको छ जुगलदास महाराजजीले। सुन्दर साथजी, यसमा अलिकति मन्थन गरौँ। राज्यले के भन्नुभयो? हे सुहागिन भन्नुभयो। अनि जबसम्म यो खेलमा स्वप्नको यो तनमा आएको छौँ, परमधामको ब्रह्मात्माहरू हैन, अनि यहाँ जब हामी तपाईले सुहागिनको भाव जब लिँदछौँ भने हामीहरूको सुर त कहाँ पुग्छ? मूलमिलामा। सुहागिन त मूलमिलामा छन्। मूलमिलामा हामीहरूको असल स्वरूपको नाम के हो? परातम, जसलाई सुहागिन भनियो। अनि जब यो खेलमा हामीहरूले आफूलाई सुहागिनको दावा लिँदछौँ, सुहागिनको भाव लिँदछौँ भने हामीहरूको सुर त कहाँ पुग्यो? मूलमिलामा। त मूलमिलामा परातमको तनमा हामीहरू जागृत हुने साथ हामीहरूको आँखाको अगाडि को हुन्छ? धामधनी। हेर्नुहोस् त, हकीकत पनि छ कि खेलमा जुन वजुदमा बस्नुभएको छ त्यो वजुदले पनि दर्शन गर्न पाउनुहुन्छ, त्यो वजुदको नजरले पनि, र आत्मा परातमको नजर पनि खोलिनेछ र आफ्नो प्रियतमलाई दिदार गर्न पाउनुहुनेछ भन्नुहुँदैछ। दुईटै फाइदा छ सुहागिनको भाव लिँदाखेरि। त्यो हामीहरूले भाव सुन्यौँ सुन्दर साथजी। अब दोस्रो हरफ म सुनाउन जाँदैछु। दोस्रो हरफ अब हामीहरूले जब दुलहिनको भाव लियौँ, हामीहरूको हृदयमा दुलहिनको भाव जागृत भएपछि हामीहरूको हृदयमा इश्क प्रवेश हुन्छ अरे। अब इश्क कसरी आउने हो? यो दोस्रो हरफमा इश्कको विषयमा उहाँले लेख्नु भएको छ जबरदस्त महाराजजीले। इश्क के हो? कसरी त्यो इश्कलाई पाइन्छ? कहाँबाट इश्क पाउनु? यो खेलमा जीवको दिलमा ब्रह्मात्माहरू आएको छन्। यो जीवको दिलमा अनादिकालदेखिबाट कहिले पनि उसले इश्क शब्द सुनेको छैन, किनकि प्रेम नाम दुनिया मिने ब्रह्म सृष्टि ल्याई त। परमधामको ब्रह्म सृष्टि आउनले गर्दाखेरि यो संसारमा इश्क भन्ने शब्द आयो, प्रेम भन्ने शब्द आयो। अनि त्यो जीवले त पहिलोचोटि आत्मा दिलमा आउनले गर्दाखेरि त्यो जीवले पहिलोचोटि प्रेमको अनुभव पाउन जाँदैछ। सोच्नुहोस् त सुन्दर साथजी, हामीहरूको सम्बन्ध राज्यसँग हुनाले गर्दाखेरि जीवले त्यो प्रेमको अनुभूति पाउन खोज्दैछ। त त्यो इश्क हामीहरूको हृदयमा छिटोभन्दा छिटो उत्पन्न गराउने प्रयास गर्नुपर्छ। पुरा जागनीको सार नै के हो? इश्क हो। आखिर राज्यले पनि त भन्नुभएको छ ल्याऊ प्यार करो दिदार भनेर। इश्क त बहुत जरुरी छ सुन्दर साथजी। त आउनुहोस् इश्कको हरफलाई सुनौँ। आखिर जुगलदास महाराजजीका ती शब्दहरूले हामीहरू सुन्दर साथजीलाई के सम्बोधन गर्नुभएको रहेछ? राज्यले यहाँ के सिखापन दिनुभएको रहेछ उहाँको तनबाट? त्यसलाई हामीहरूले सिखापनको रूपमा लियौँ सुन्दर साथजी। अब दूसरा हरफ यह है
कि जो स्वरूप हमारी सुरता को जगाने वाला है और उसे अर्श में पहुंचाने वाला है, तो उस स्वरूप से हमें इश्क लगन लगानी चाहिए। हेर्नुहोस्, बुझ्नुभयो नि। अब दूसरा हरफ यह है कि जो स्वरूप हमारी सुरता को जगाने वाला है। हामीहरूको सुरतालाई जगाउनको लागि को आयो? राज्य खुद आउनुभयो आवेश स्वरूप बनिएर। र यो सुरतालाई जगाउने कार्य कहाँबाट सुरु हुँदछ? ब्रजमा यो कार्य भएन, ब्रजमा यो कार्य भएन, रासमा यो कार्य भएन। जागनीको चौथो दिनको लीलामा देखिनबाट कार्य सुरु हुँदैछ। आफ्नो घरको याद दिलाउनुहुन्छ श्यामाजी जब देवचन्द्रजीको तनमा विराजमान हुनुभयो। चौथो दिनको लीलाबाट पाँचौं दिनको लीलामा त पूर्ण रूपले जागृत भएर सुन्दर साथलाई जागृत गराउनु हुँदछ। पुरै जामनगरदेखिबाट लिएर पन्नाचीसम्म जो जगाउन आउँदैछ, जसले हामीहरूको सुरतालाई परमधामको तर्फ पुर्याउँदैछ। सुरता पुर्याउने कार्य चौथो दिनको लीलाबाट सुरु भयो। देवचन्द्रजीको मुखारबिन्दबाट चर्चाको रस झरिरहेको छ। सुन्दर साथीले परमधामको वर्णन सुनिरहेको छन्। आँखाबाट आँसु झरिरहेको छ, याद आउँदछ परमधाम झलझली। अनि त्यो तनबाट सुरु हुँदछ कार्य। राज्य यहाँ आएर जुन तनबाट परमधामको तर्फ सुरता लगाउने कार्य गराउनु भयो। राज्यले पहिलो हरफमा के भन्नुभएको थियो कि म तिमीहरूको जस्तै मनुष्य तन धारण गरेर आउनेछु र परमधामको हर एक न्यामत म दिनेछु भन्नुभयो, हैन? अब दूसरा हरफमा त्यही भन्नुहुँदैछ। हेर्नुहोस् त, अब दूसरा हरफ यह है कि जो स्वरूप हमारी सुरता को जगाने वाला है। जुन स्वरूपले, रूपले होइन है। राज्य एउटा रूप लिएर आउनुभयो हामीहरूको आँखाको अगाडि। पहिला ब्रजको रूप लिएर आउनुभयो श्रीकृष्णजीको, बालमुकुन्दजीको। रासमा बाँके बिहारीको, चौथो दिनको लीलामा देवचन्द्रजीको रूप सामने छ। पाँचौं दिनको लीलामा मिहिराजीको रूप सामने छ। छठौं दिनको लीलामा परमहंसरको रूप सामने छ। तर ती रूपहरूको भित्र के छ? राज्यको स्वरूप विराजमान छ। अब जुन त्यो स्वरूपले हामीहरूको सुरतालाई जागृत गराउँदैछ कि सुन्दर साथी जागृत जाग्नुहोस्, अब जाग भन्दैछ। देखो सुख जागनी ए सुख सुहागिन जोग, तीन लीला चौथी घर की चारको यामे भोग भनेर हामीहरूलाई आदेश दिँदैछ। यहाँ त्यही भन्नुहुँदैछ, हमारी सुरता को जगाने वाला है और उसे अर्श में पहुंचाने वाला है। जुन स्वरूपले हामीहरूलाई हाम्रो सुरतालाई जगाएर जागृत गराएर हामीहरूलाई परमधाममा जागृत गराउँदछन्, परमधाममा पुर्याउँदछ हामीहरूको सुरतालाई, त्यो स्वरूपसँग इश्क लगाउनु अरे। यहाँ सोच्नुहोस्, जसरी सद्गुरु महाराजजीले सुन्दर साथजीको सुरतालाई परमधाम पुर्याउनु भयो। सुन्दर साथजीको प्रेमको सँग भयो, सद्गुरु महाराजजीसँग प्रेम गर्न थाल्दछन् कि हामीहरूको धामधनी आउनुभएछ सद्गुरु बनिएर भनेर निछावर हुँदछन्। फेरि त्यही स्वरूप देवचन्द्रजी भित्र बसेको त्यही युगल स्वरूप विक्रम सम्वत 1712 इन्द्रावतीको धाम दिलमा विराजमान हुनुहुँदछ। त्यो कुराको एहसास इन्द्रावतीलाई हप्साको जेलमा हुँदछ जब साक्षात धामधनी युगल स्वरूप देख्नु हुँदछ। पहिला देवचन्द्रजीको रूपलाई देख्नु हुँदछ, त्यहाँ पछाडि फेरि युगल स्वरूपलाई दर्शन गरेर आफ्नो हृदयमा प्रवेश गर्दै गरेको अनुभव गर्नु हुँदछ। अब इन्द्रावतीको धाम दिलमा युगल स्वरूप विराजमान हुनुहुँदछ। त्यो स्वरूपको भित्रको पहिचान सुन्दर साथले गर्दछन्। हप्सामा जानेवाला मिहिराज हुनुहुन्थ्यो। जब बाहिर निक्लिनु भयो त यही हादी यही इमाम भनेर चौपाई आउँदछ। अब को हुनुहुन्छ हप्साबाट बाहिर निक्लिनेवाला भन्दाखेरि हादी हुनुहुँदछ। इमाम धामधनी अक्षरातीत प्राणनाजी पनि वहीँ विराजमान हुनुहुँदछ। युगल स्वरूप विराजमान हुनुहुँदछ इन्द्रावतीको धाम दिलमा। सुन्दर साथले पहिचान गर्दछन् तेहज वाणी तेहज चर्चाद्वारा। श्रीजीको मुखारबिन्दबाट जुन चर्चा हुँदैछ त्यही चर्चा स्वयं सद्गुरुजीको मुखारबिन्दबाट हुने गर्थ्यो। त्यही शब्दले सुन्दर साथले पहिचान गर्दछन् कि ओहो सद्गुरु महाराजजीको भित्र बसेको धामधनी युगल स्वरूप त अब मिहिराजको भित्र आइसक्नु भएको छ। हामीहरूको धामधनी त अब मिहिराजजीको रूप भित्र हुनुहुँदो रहेछ भनेर पहिचान गर्दछन्। अनि त्यो स्वरूपसँग प्रेम
उत्पन्न हुँदछ। सुन्दर साथले प्रेम गर्न थाल्दछन्। मिहिराजीको शरीरलाई हेरेनन्, रूपलाई हेरेनन्, त्यो स्वरूपको पहिचान भयो। त्यो स्वरूपसँग प्रेम बाँधिदछ सुन्दर साथजी। यस्तो प्रेम कि बस श्रीजीको शब्दमा लोटपोट हुँदछन्। आफ्नो घर बार संसार केही पनि नजर आउँदैन। एक एक प्रसङ्ग छन् वितकका सुन्दर साथजी, जसले आफ्नो सब कुछ नेछावर गरे श्रीजीको लागि, आफ्नो धाम दुल्हाको लागि। यो हो प्रेम। यहाँ त्यही भन्नुहुँदैछ, जुन सुरताले, जुन स्वरूपले हामीहरूलाई परमधाम पुर्याउँदैछ, जुन स्वरूपले हामीहरूको सुरतालाई परमधाम पुर्याउँदैछ, जुन स्वरूपले हामीहरूलाई त्यो परमधाम देखाउँदैछ, त्यो स्वरूपसँग हामीहरूको इस्क लगाउनु अरे यो खेलमा। राजी त आउनुभएको हामीहरूसँग र यो जागनीको लीलामा त्यो स्वरूप आएर हामीहरूलाई जागृत गराउँदैछ। जागृत हुनेवाला लीला ब्रजमा र रासमा भएन, यो जागनीको लीलामा हुँदैछ। र यो जागनीको लीलामा हामीहरूको आँखाको अगाडि कुन स्वरूप छ, त्यो स्वरूपले हामीहरूको परमधामको सुरता लगाउने कार्य गर्दैछ कि छैन। अगर पक्का हामीहरूको सुरतालाई जागृत गराएर परमधामको तर्फ लगाउँदैछ भने पक्कै त्यो रूपको भित्र स्वरूप धामधनीको छ र त्यो स्वरूपसँग प्रेम गर्न सुरु गर्नुहोस्। वतनी सो गुचकिचे जो खेचे तरफ वतन, जसले परमधामको तर्फ लाँदैछ, जसले परमधाममा जागृत गराउने प्रयास गर्दैछ, हामीहरूको सुरतालाई मूलमिलावमा पुर्याउन कोसिस गर्दैछ, त्यो पक्कै राजीको स्वरूप हो। यो कोही मामुली संसारको जीव होइन। त्यो जीवको तनको भित्र पक्का स्वरूप विराजमान छ राजीको, जसले गर्दा हामीहरूलाई परमधामको तर्फ लाँदैछ। यहाँ त्यही पहिचान गराउनु हुँदैछ सुन्दर साथी। त्यसै हामीहरूको आँखाको अगाडि अनगिनत तन आए राजी स्वरूप धारण गरेर आउनुभयो। राज्यले ती तन धारण गरेर आउनु हुँदछ। हर रूपको भित्र आफ्नो स्वरूप विराजमान गराएर हामीहरू ब्रह्मात्माहरूलाई परमधामको तर्फ बाटो देखाउनु हुँदछ, हामीहरूलाई जागृत गराउनु हुँदछ। त हामीहरू छठी दिनको सुन्दर साथीको आँखाको अगाडि अनगिनत त्यस्ता रूपहरू छन् जसको भित्र स्वरूप विराजमान भएर हामीहरू सुन्दर साथीलाई परमधामको राह देखाउनु भयो। हामीहरू सुन्दर साथीको सुरतालाई जागृत गराउने प्रयास गरिराख्नु भएको छ र पनि हामीहरू जागेका छैनौँ। यसको मतलब हामीहरूले त्यो स्वरूपको पहिचान गरेका छैनौँ। हामीहरू रूपमा उल्झिरहेको छौँ। जबसम्म रूपमा उल्झिन्छौँ, स्वरूपको हामीहरूसँग लगाव हुँदैन, स्वरूपको पहिचान हुँदैन, तबसम्म त्यो स्वरूपसँग कसरी प्रेम गर्ने? प्रेम गर्नको लागि त लगाव राख्नु पर्यो, पहिचान हुनु पर्यो। जब पहिचान होवे वाको तब सहेन बिच वाकिन भनेको छ वाणीले। यसको मतलब अहिलेसम्म हामीहरूको हृदयमा राज्यको प्रति इश्क अगर उत्पन्न भएको छैन भने हामीहरू स्वरूपको पहिचान गर्न चुक गरिरहेको छौँ, भुल गरिरहेको छौँ। रूपलाई नै स्वरूप मानिरहेको छौँ सुन्दर साथी। अनगिनत रूप हामीहरूको आँखाको अगाडि आएका छन्। राज्यले लीला गरिसक्नु भएको छ ती रूपहरूबाट। हर रूपमा हामीहरू फसिने होइन सुन्दर साथी। स्वरूपको पहिचान गऱ्यौँ भने फेरि सफर गरिन्छ लीलामा। ब्रजदेखिबाट लिएर यो जागनीसम्ममा सफर गरिन्छ। राज्य ब्रज परमधामदेखिबाट जसरी नै बाहिर निक्लिनु हुँदछ त रूप धारण गर्नु हुँदछ। पहिलो तन 11 वर्ष 52 दिनसम्मको तन बालमुकुन्द जसलाई श्रीकृष्णजी भनियो, त्यो रूप हो बाहिरको जुन देखिँदैछ। भित्र बसेको स्वरूप त अखण्ड छ, अविनाशी छ, अक्षरातीत हो, शब्दातीत हो। त्यही भएर त तारतमा भनिदिनु भयो, निज नाम श्रीकृष्णजी अनादि अक्षरातीत। मैले पहिलो लीला जुन गरेँ श्रीकृष्णजीको नामले गरेँ, तर म को हुँ? अनादि हुँ, अक्षरातीत हुँ भन्नुभयो। म नामको परिधिमा बाँधिन्न, म शब्दमा बाँधिन्न, म शब्दातीत हुँ। म अक्षरमा बाँधिन्न, म अक्षरातीत हुँ भन्नुभयो। तर मैले खेलमा जब आएँ त म शब्दमा आएँ, नाममा आएँ, अक्षरमा आएँ। पहिलो मेरो नाम के थियो लीला गर्नेवाला? जुन दुईटा मैले लीला गरेँ ब्रज र रास, त्यो दुईटा लीला गरेको क्रममा मेरो नाम निज नाम, मेरो नाम चाहिँ श्रीकृष्णजी थियो। तर म को हुँ? अनादि हुँ, अक्षरातीत हुँ। सो तो अब जाहिर भए सब विद वतन सहित। अब म जाहिर हुँदैछु फेरि मेरो आफ्नो मूल नाम लिएर। अब पनि म जुन नाम लिएर जाहिर हुँदैछु त सद्गुरु नाम लिएर जाहिर हुँदैछु। देवचन्द्रजीको तन छ मेरो र नाम सद्गुरु छ। सबै सुन्दर साथीले सद्गुरु भनेर सम्बोधन गर्दैछन्। श्यामाजीलाई मैले यो शोभा दिएँ। 5औं दिनको लीलामा म मिहिराजीको तन रूप छ मेरो, तर मलाई सबैले
प्राणनाथ निज मूलपति भनेर आफ्नो मूल जुन नाममा म जाहिर भएँ, परमधामकै नाममा म यहाँ जाहिर भएको छु। मिहिराज मेरो शरीर जुन धारण मैले गरेको छु त्यो शरीरको नाम हो मिहिराज। तर भित्र स्वरूपको जब सुन्दर साथीले पहिचान गरे त स्वरूप के थियो? प्राणनाथ निज मूलपति। म परमधाम कंचनरंगको सिंहासनमा विराजमान हुनेवाला तिमीहरूको प्राणनाथ हूँ। सुंदर भाई कहे अक्षरातीत से खेल में आया साथ, दोई सुपन ये तीसरा दिखाया प्राणनाथ। कसले देखाउँदै रहेछ त? प्राणनाथ को हो? निज मूलपति। रोज गाउँदछौँ श्री प्राणनाथ निज मूलपति। मूलपति कसलाई भनियो? मूल भन्ने बित्तिकै अब कहूँ फेर के मूल मिलावे कि बितक। मूल भन्ने बित्तिकै परमधाम आउँछ, मूल मिलावा आउँदछ। त मूल मिलामा को विराजमान हुनुहुँदो रहेछ? प्राणनाथ। अनि यो तेस्रो जुन 5औं दिनको लीलामा, जागनीको यो लीलामा, 5औं दिनको जुन लीलामा आफ्नो खुद नाम लिएर यहाँ जाहिर हुनुहुँदछ। निज नाम सोही जाहिर हुआ, जाकी सब दुनी राह देखत। सबैले बाटो हेरिरहेका थिए 28औं कलिजुग भनेर। द्वापर युगको बाटो हेरेनन्। द्वापर युगको कामना त सतयुग त्रेताका ऋषिमुनिहरूले गर्दै गरेनन्। 28औं कलिजुगको कामना गर्दछन् सबैले, किनकि 28औं कलिजुगमा परब्रह्म परमात्मा आफ्नो निज नाममा जाहिर हुनुहुनेछ। निज नाम सोही जाहिर हुआ भन्दै। अनि त्यही भएर मिहिराजलाई के भनियो? मिहिराजले के शोभा पाए? 5औं शक्ति जब विराजमान हुनुहुँदछ धामधनीको, त उनले शोभा पाए प्राणनाथ श्री निज मूलपति श्री मिहिराज शुभ नाम। प्राणनाथजी हुनुहुन्छ भित्र इन्द्रावतीको धामदिलमा, जो हाम्रो मूलपति हो। तर श्री मिहिराज शुभ नाम, मिहिराज रूपी शुभ नाममा हामीहरूको आत्माको प्रियतम जुन मूल मिलावमा विराजमान हुनुभएको छ, जसलाई अक्षरातीत भनियो, शब्दातीत भनियो, पूर्ण ब्रह्म भनियो, उसलाई नै प्राणनाथ भनियो। ऊ प्राणनाथ भनिएर यहाँ जाहिर भएको छ सुन्दर साथी यो तेस्रो दिनको जागनीको लीलामा। त्यो स्वरूपसँग सुन्दर साथीहरूले प्रेम उत्पन्न गराउन थाले, पहिचान भयो। ओहो, हामीहरूको धामधनी अक्षरातीत प्राणनाथजी आइसक्नु भएको रहेछ हामीहरूलाई जागृत गराउनको लागि। जो सुन्दर साथीले उहाँको मुखारबिन्दबाट चर्चा सुन्दै गए, बस जागृत हुँदै गए, प्रेम उत्पन्न गराउँदै गए। यति प्रेम गरे कि बस एक पल पनि श्रीजी बिना बस्न सक्दैनन्। चाहे चिन्तामणि किन नहुन्, चाहे जयराम भाइ कंसरा किन नहोस्, चाहे कान्छी भाइ किन नहुन्, चाहे अब्बल खान किन नहोस्, हेर्नुहोस् त, चाहे केशवदास जी किन नहुन्, वो त अक्षरातीत था, तुम ना करी पहचान, अब मैं उतै ही जाता हूँ, मुझे आया ईमान भन्दै आफ्नो सब कुछ छोडेर निक्लिनु हुँदछ। मुकुन्दास जी छोडेर निक्लिनु हुँदछ। लालदास जी, लक्ष्मण सेठले आफ्नो 99 जहाज डुबेको पनि उहाँलाई गम छैन। बस एउटै छ, हुकम धामधनीको मलाई भयो, अब मैले आफ्नो धामधनीको चरणमा आफ्नो जीवन बिताउनुपर्छ भनेर निक्लिनु हुँदछ। संसार उजडियो मतलब छैन, तर प्रेम कोसँग लागेको छ, जोसँग प्रेम हुँदछ नि, बस उही नै नजर आउँछ, फेरि अरू केही पनि नजर आउँदैन। इसको ये लक्षण जो नैनो पलक नाले, दौड़े फिरे ना मिल सके, अंदर नजर पिया में दे। फिर त सिर्फ पिया पियाई मात्रै रहँदछ। यहाँ त्यही कुरो भन्नुहुँदैछ कि जुन स्वरूपले हामीहरूको सुरतालाई जागृत गराउँदैछ, त्यो स्वरूपको पहिचान गर्न जरुरी छ। त्यो स्वरूपको पहिचान हुने बित्तिकै, जब पहिचान होवे वाको तब सहे न बिचो आखिर। स्वरूपको पहिचान हुने साथ फेरि हामीहरू रूपमा उल्झिन्नौँ। हर रूपमा हामीले आफ्नो धामधनीको स्वरूपलाई देख्नेछौँ, चाहे श्री कृष्णजीको भित्र स्वरूप होस्, चाहे बाँके बिहारीको भित्र बसेको स्वरूप होस्, चाहे देवचन्द्रजीको भित्र बसेको स्वरूप होस्, चाहे इन्द्रावतीको धामदिलमा विराजमान हुनेवाला स्वरूप किन नहोस्, या 6औं दिनका परमहंसहरूको भित्र बसेको स्वरूप किन नहोस्, त्यो हाम्रो धामधनीको स्वरूप हो। एउटै हो, स्वरूप बदलिँदैन। रूप बदलिन्छ, अनगिनत हुन्छ रूप, तर स्वरूप कहिले बदलिँदैन। स्वरूप ज्यूका त्यौं छ। स्वरूपले रूप बदलाउँदैछ, तर स्वरूप कहिले पनि बदलिँदैन। स्वरूपको लीला बदलिँदैन। सुन्दर साथी, लीला ऊ प्रेमकै लीला गरिरहेको छ। हामीहरूको हृदयमा प्रेम उत्पन्न गराउने, परमधाममा सुरता पुर्याउने लीला गरिरहेको छ।
आज यो झागनीको लीलामा 5औं दिनको लीलादेखिबाट जब इन्द्रावतीको धाम दिलमा विराजमान हुनुभयो नि, त्यहाँदेखिबाट सुन्दर साथजीलाई त एउटै आह्वान छ, चलो चलो रे साथ आपण जाइए धाम, ए मूल मिलाव अपना नजर तिजे इत, पलक न पीछे फेरिए जिउ इसका अंग उपजत भन्दै। सोच्नुहोस् सुन्दर साथजी, अनि कुन स्वरूपले चाहिँ हामीहरूलाई जागृत गराउँदैछ त? यो कुरा विचारणीय छ। ब्रजको रूपले हामीहरूलाई, ब्रजको स्वरूपले हामीहरूलाई जागृत गराउँदैछ, रासको रूपले हामीहरूलाई जागृत गराउँदैछ। स्वरूप भन्ने छु म, रूपको कुरा आउँदैछ। न ब्रजको रूपले हामीहरूलाई जागृत गरायो कि परमधाम हेर सुन्दर साथजी, चलो चलो रे साथ जी आपण जाइए धाम भन्ने शब्द त परमधाम ब्रजमा हामीले सुनेनौँ। सुन्दर साथजी सुरता एकै राखे मूल मिलावा माहे, श्याम श्यामजी साथ जिताले भूम बैठे हैं जाए भन्ने भाव पनि हामीले त सुनेनौँ ब्रजमा, न रासमा सुन्यौँ। रासको तनले पनि, ब्रजको तनले पनि हामीहरूलाई परमधाम याद दिलाएन। जब झागनीमा देवचन्द्रजीको तन सुरु हुँदछ, झागनीको देवचन्द्रजीको तनबाट जब झागनीको लीला प्रारम्भराजीले गर्न थाल्नु हुँदछ, ब्रह्म आत्माहरूलाई जागृत गराउने, श्यामाजीलाई जागृत गराउनको लागि 40 साल दौडाउनु हुँदछ, उमरकोटदेखिबाट लिएर जामनगरसम्म। नौतनपुरीमा जब आएर दिदार दिएर हृदयमा बस्नु हुँदछ, त्यहाँ पछि सुन्दर साथलाई परमधाम याद दिलाउने कार्य सुरु हुँदछ। 5 दिनको लीलामा इन्द्रावतीको धाम दिलमा विराजमान भएर सुन्दर साथजीको सुरताहरूलाई परमधाम मूल मिलावा पुर्याउने कार्य सुरु हुँदछ। आखिर पन्नाजीसम्म त्यो कार्य चलिरहेको छ। हेर्नुहोस् त, विक्रमसम्म 1740मा पुग्नु छ पन्नाजी, 51सम्म सुन्दर साथजीलाई रात दिन परमधामको ध्यानमा डुबाउनेवाला को थियो त? को स्वरूप थियो त? त्यो मिहिराजको भित्र को थियो त? अक्षराती धामधनीको स्वरूप थिएन र? अनि त्यो स्वरूपसँग सुन्दर साथजीले कति प्रेम लगाए। सुन्दर साथजी प्राणनाथ मन भाए, अलि मोही प्राणनाथ मन भाए भन्दै। तर यहाँ त्यही भन्नुहुँदैछ, जुन स्वरूपले हामीहरूको सुरतालाई परमधाम पुर्याउँदैछ त्यो स्वरूपसँग तुरन्त प्रेम गरिहाल्नुहोस्, इश्क लगाइहाल्नुहोस् सुन्दर साथजी, इश्कको लगन लगाउनुहोस्। अरे जैसे 16 साल का सुंदर कमल नयनों वाला राजकुमार है, हैन? अब यहाँ उदाहरण दिनुहुँदैछ, एक्जाम्पल दिनुहुँदैछ। जसरी नै 16 वर्षको एउटा सुन्दर एकदम शरीर धारण गरेको राजकुमार छ, हैन? 16 वर्षको कमार युवा कस्तो हुन्छ राजकुमार? कलकलौँदो गरेको हुन्छ जस्तो हैन? राज्यको स्वरूप कस्तो छ हामीहरूको? किशोर अवस्थाको छ, हैन? संसारमा पनि त हेर्नुहोस् त 15-16 वर्षका युवाहरू कति राम्रा राम्रा हुन्छन्, राजकुमारहरू, होइन? ती राजकुमारहरू, अरे राजकुमारको उदाहरण दिनुहुँदैछ। और अति सुन्दर कमल नयनी नव जोवन कामिनी स्त्री है। अनि उसको अगाडि उसले जसलाई प्रेम गर्दैछ ऊ पनि एकदम बिल्कुल नौजवानी सुन्दर कन्या छ, कंवारी कन्या। एउटा राजकुमार छ अनि एउटा राजकुमारी छिन्, दुईजनाको एक्जाम्पल दिनुहुँदैछ। दोनों एक दूसरे से मीन पपिया जैसे लगन प्रीत कर लगी है। दुईजना एक दूसरेलाई कति हो कति प्रेम गर्दछन्, राजकुमारले राजकुमारीलाई, राजकुमारीले पनि राजकुमारलाई, एक दूसरेलाई बहुत प्रेम गर्दैछन्, हैन? और ऐसे चढ़नी लगन में एक समय दोनों का एकांत में मिलाप हो गया। एक दूसरेलाई प्रेम गर्दैछन् र एकान्तमा एक दिन मिलाप हुँदछ। और फिर से मिलने के लिए उनका वायदा कोल करार हो गया। मिलाप गरे, दुईजनामा प्रेमातीत बढो, प्रेमका कुरा गर्दछन्, एक दूसरे बिना बस्न नसक्ने खालको कुरा गर्दछन्। अनि दुईजनामा फेरि के भयो? कौल भयो कि अब जुन बिछोडिन्छौँ भने दुबारा हामीहरू छिटोभन्दा छिटो मिल्ने वाचा गरे। यो हामीहरूको पहिलो मुलाकात हो, अब हामीहरूको बार बार मुलाकात भइरहन्छ, अब कहिले मिल्ने भन्ने एक दूसरेले वाचा गरे र अलग हुँदछन्। इस दरमियान दोनों के परिवार और गुरुजन दुर्जन को इनके प्रेम की खबर हो गई। पहिलो प्रेम हो, पहिलो भेट हो। अब पहिलो भेटमा एक दूसरेलाई के गरे? वचन दिए। राजकुमारीले पनि वचन दिइन्, राजकुमारले पनि वचन दिए कि अब हामीहरूले बार बार भेट गरिराख्नु पर्दछ। आफ्नो एक दूसरेसँग मुलाकात गर्ने कौल गरे। तर यो दुईजनाको जुन प्रेम छ घरको परिवारलाई पनि थाहा भयो, गाउँलाई थाहा भयो, दुर्जनहरूलाई थाहा भयो, गाउँ समाज सबलाई थाहा हुँदैछ। खबर भयो, हल्ला भयो नि त, अमुक राजकुमारले त अमुक राजकुमारीलाई
प्रेम पो गर्दैछ अरे त, अमुक राजकुमारीले त अमुक राजकुमारलाई प्रेम पो गर्दैछ अरे त भन्ने हल्ला भयो। जसरी गाउँमा प्रेमी प्रेमिकाको कसरी हल्ला हुन्छ, एउटा प्रेमिकाले कसै आफ्नो प्रेमिकालाई काहीँ भेट गरोस् त एकान्तमा, र त्यो कसैले परबाट देखोस् त अमुक त अमुकसँग एकान्तमा भेट गरिराखेको थिए, अमुकको चक्कर अमुकसँग रहेछ है भनेर गाउँ हल्ला हुँदैन हो। त्यस्तै एक्जाम्पल दिनु हुँदैछ। और सभी लोग इनके बारे में विचार करने लग गए। सबैले एक दूसरेसँग कुरा गर्न थाले कि अमुक राजकुमार र राजकुमारी त एकान्तमा मिल्ने गर्दैछन् त, यिनीहरू दुईजनामा पक्कै के अफेयर चल्दैछ भनेर भन्छन् हैन। और दोनों के घर वाले उनका चौकी बंदोबस्त करने लगे, यानी उन पर नजर रखने लगे। चौकी भनेको नजर राख्नु। अब आमा बाउले पनि खबर पाए गाउँमा हल्ला हुँदाखेरि त अब हाम्री छोरी कहाँ जाँदी रहेछ, बस नजर राख्न थाले। अब उता राजकुमारको परिवारलाई पनि थाहा भयो हाम्रो छोरो कता जाँदो रहेछ, हेरौँ राजकुमार कोसँग भेट गर्दो रहेछ, को रहेछ त्यो केटी, कहाँ भेट गर्दो रहेछन् भनेर अब दुईजनै घरको परिवारले बस चौकी राख्न थाले, भनेको नजर राख्न थाले हैन, विचार गर्न थाल्दछन् कि दोनों एक दूसरे से ना मिले, दुईजनालाई मुलाकात गर्न दिनु हुँदैन भन्ने दुईजनै परिवारको यो निर्णय हो कि राजकुमार र राजकुमारीलाई भेट गर्न दिनु हुँदैछ, ती प्रेमिका प्रेमिकालाई भेट गर्न दिनु हुँदैन भन्ने उहाँहरूले निर्णय लिए। इस तरह दोनों का मिलन होने के बाद बिछड़न हो गया। दुईजनाको भेट गर्दा गर्दै बिछड़न भयो। अब जब यता घरका परिवारले छोरीलाई दिँदैनन्, राजकुमारीलाई जान दिँदैनन्, घरबाट निक्लिन दिँदैनन्, उता राजकुमारलाई पनि घरबाट निक्लिन दिँदैनन्। अगर राजकुमारलाई निक्लिन दिए भने पनि यता राजकुमारीसँग भेट हुँदैन, किनकि राजकुमारी घरमा छ, उसलाई आफ्नो उसको परिवारले घरबाट बाहिर निक्लिन दिएका छैनन्। त जुदागी सुरु भयो। हेर्नुहोस्, अब जुदागी सुरु हुँदाखेरि राजकुमारको दिलमा तडप के छ, म कतिखेर राजकुमारीसँग भेट गरौँ, राजकुमारीको दिलमा पनि त्यही तडप छ, कतिखेर राजकुमारसँग भेट गरौँ। बस अब तडपन सुरु हुँदछ। यो बिछडनबाट के आउँछ, तडपन आउँदछ। जैसे आकाश में बारिश आने से पहले घटा उमड़ती है। अब एक्जाम्पल दिनुभयो फेरि, पानी पर्नु अगाडि कस्तो कालो बादल छाउँदछ हो, त्यस्तै भयो अब दुईजनाको जीवनमा। वैसे ही दोनों के दिलों में एक दूसरे से को मिलने के लिए तड़प पैदा हो रही है। दुईजनाको दिलमा तडप उत्पन्न सुरु भयो। अब त्यो बिछडनले के ल्यायो, तडप उत्पन्न गराउँदछ, तडप पैदा गराउँदछ। अब दोनों के आकाश रूपी दिल में रात दिन 64 घड़ी एक दूसरे को मिलने की घटा उमड़ रही है, तडप पैदा हो रही है। दुईजनाको दिलमा त्यो आकाशमा पानी पर्नुभन्दा अगाडि कस्तो खालको आउँदछ, कालो बादल फाटेर आउँदछ हैन, हो त्यस्तै हुँदैछ। अब घटा छाउँदछ, तडपको घटा हो फेरि यो। एक दूसरेसँग भेट गर्ने जुन तडप छ त्यो तडप देखिन थाल्दैछ। और पल पल क्षण क्षण विरह रूपी बारिश की बूंदे बरस रही है। अब त्यो कालो बादलले के गर्यो, बारिश गराउँदछ। अब आँखाबट्टी आँसु झर्दछ, विरह यति प्रगाढ हुँदछ हृदयमा कि त्यो विरहले आँखाबाट आँसु झर्न थाल्दछ। दुईजनाकै आँखाबाट आँसु झर्दछ, उसलाई याद, एक दूसरेलाई याद गर्दै। और रात दिन वो दोनों मिलाप की बातें और मौका ढूंढते हैं। बस अवसर के खोज्दैछन्, कतिखेर भेट गर्नु। बहाना अनेकौं उपाय गरिसके, भेट हुँदैन। एक दूसरेसँग भेट गर्ने तडप हृदयमा लिएर बहाना खोजिरहेको छन् भेट गर्ने, तर भेट हुन पाएको छैन। दोनों एक दूसरे से मिलने के लिए अंदरों अंदर तड़पते रहते हैं, तड़पते हैं, तरसते हैं और दुखी हो रहे हैं। दुईजना एक दूसरेसँग मुलाकात गर्नको लागि तडपिरहेको छन्। और जो कोई उनके मिलाप की तरकीब बताए तो उसके ऊपर वह तन मन धन कुर्बान करते हैं। त्यही मिलाप गर्ने नै योजनामा दुईजना छन्, तडपिरहेको छन् एक दूसरेसँग भेट गर्ने। त्यही बीचमा अगर कसैले मिलाप गराउने एउटा निमित्त कारण बन्ने हो भने, कुनै मान्छे एउटा उनीहरूको जीवनमा आयो, त्यो मान्छेले दुईजनालाई मिलाप गरायो भने त्यो मान्छेप्रति उनीहरूको तन मन धन सब कुछ कुर्बान। तडपिँदै गरेकोलाई हैन, अगर कसैले आएर मिलाउँदैछ भने मिल्न पाएको छैनन्, तडपिरहेको छन् रात दिन, तर एउटा कुनै एउटा जरिया पनि हो, त्यो जरियालाई उनीहरूले निछावर हुन्छन् जरियामाथि। यहाँ कति गहिरो एक्जाम्पल दिनुभयो हेर्नुहोस् त महाराजजीले। तो हे सुहागिन, अब यो एक्जाम्पल त सुने हो सुहागिन हो, त भन्नुहुँदैछ हे सुहागिन
कति मिठो शब्द लाग्छ यो सुहागिन भन्ने, हैन। हे सुहागिन, जैसी उस मजाजी झूठी आशिक की वृत्ति, चाहना झूठे मासूक से लगी है, ऐसे ही तुम्हें हकीकी सच्ची आशिकी अपने सच्चे मासूक से लगानी चाहिए, करनी चाहिए। अनि हे सुहागिन, परमधामको सुहागिन, जस्तो ती मजाजी भनेको झुठो, ती झुठो प्रेम छ तिनीहरूको, इसके हिर्सी इसके नफ्सीमा छन्, इसके हकीकत पनि छैन, हैन। उनीहरू झुठो प्यारमा यति पागल भइरहेको छन्, तडपिरहेको छन् एक दुसरेसँग भेट गर्नको लागि। र तपाईहरू त सच्चा आशिक हो त, तपाईहरू त परमधामको सच्चा आशिक हुनुहुन्छ। अनि एउटा झुठो चाहना गर्नेवाला, झुठो प्रेमको चाहना गर्नेवालाको त हालत त्यस्तो छ। अनि तपाईहरू त परमधामको ब्रह्म सृष्टि हो। अनि ऐसे ही तुम्हें हकीकी सच्ची आशिकी, तपाईहरू त राजी महाराजीको सच्ची आशिकी हुनुहुन्छ, आशिक हुनुहुन्छ। अनि आफ्नो मासुक, यहाँ त अर्को कोही तीसरो व्यक्ति पनि आएको छैन राज्यसँग मूल स्वरूपसँग एकाकार गराउनको लागि। राज्य नै आशिक बनेर आवेश स्वरूपको रूपमा यहाँ आउनुभएको छ। अनि त्यो स्वरूपको पहिचान, त्यो स्वरूपले मूल स्वरूपसँग तपाईहरू जुन जुदा भएर बस्नुभएको छ, हैन। परमधाममा मूल स्वरूप हुनुहुन्छ। अनि हामीहरूको परात्म, यो आत्म बनिएर यो खेलमा आएर, जीवको दिलमा आएर भुलिएको छौँ आफ्नो धामधनीलाई, मूल स्वरूपलाई। अब मूल स्वरूपलाई आत्मलाई मिलाउने कार्य कसले गर्दैछ? राज्यकै आवेश स्वरूपले गराउनु हुँदैछ। यहाँ त मुलाकात गराउनेवाला पनि राज्यकै अर्को स्वरूप हो, अर्को कोही तीसरो पुरुष पनि छैन यहाँ। ती प्रेमी प्रेमिका, ती राजकुमार र राजकुमारीलाई त कुनै एउटा मनुष्यले मिलाउने प्रयास गरो। यहाँ त हामीहरूलाई राज्यको आवेश स्वरूपले नै, जुन तनमा राज्य महाराजीको आवेश स्वरूप विराजमान छ, त्यो स्वरूपले हामीहरूलाई मूल स्वरूपसँग जोड्दैछ, हामीहरूको र मूल स्वरूपको कनेक्सन गराउँदैछ। भने त्यो स्वरूपसँग हामीहरूको नेछावर हुन बनिन्छ कि बनिँदैन? अनि त्यो स्वरूपको प्रति झन् कति प्रेम उमड्नु पर्ने हो। जब त्यो राजकुमार र राजकुमारीले तन मन धन कुर्बान गरे त्यो व्यक्तिप्रति जसले उनीहरूलाई मिलायो, झन् हामीहरूलाई त आवेश स्वरूपले हामीहरूलाई मूल स्वरूपसँग मिलाउनु हुँदैछ भने त्यो आवेश स्वरूप पनि त राज्यकै स्वरूप हो। फेरि त्यसको प्रति हामीहरूको दिलमा कति प्रेम हुनु पर्दो रहेछ। त्यही प्रेम प्राणजीलाई गर्ने हो सुन्दर साथी। यो खेलमा उही नै आएर हामीहरू सुन्दर साथीको सुरतालाई जागृत गराउँदैछ, अलग अलग तानमा बसेर। त प्रेम गर्न सिक्नु सुन्दर साथी। यस्तो ठुलो एक्जाम्पल दिएको छ, हेर्नुहोस् त। संसारको आशिक र मासुक पनि एउटा झुठो प्यारको लागि यति कुर्बान हुँदैछन्। आगो आशिक ऐसे कहे जो माया थे उत्पन्न, कोट बेर अपने मासुक पर वार डारे अपने तन। हेर्नुहोस् अब अगाडि के भन्नुहुन्छ सुन्नुहोस्। ऐसे ही तुम्हें हकीकी सच्ची आशिकी अपने सच्चे मासुक से लगानी चाहिए, करनी चाहिए। आफ्नो मासुकलाई यस्तै खालको प्रेम, संसारले जुन प्रेम देखाउँदैछ त्योभन्दा कति माथिको प्रेम छ तपाईहरूको। संसारको प्रेम झुटो छ, तपाईहरूको प्रेम हकीकत र मार्फतको छ। इसके हकीकी, इसके मार्फती प्रेम हो। अनि सच्चा प्रेम हो, ट्रू लभ जसलाई भनिन्छ। हाम्रो संसारमा जुन सत्य म तँलाई साँचो प्यार गर्छु भनेर झुटो प्यारलाई साँचो बनाउँदैछौँ नि, अब वास्तविकमा त्यो झुटो प्यार हो। भोलि एक दुसरे बिना पनि बस्न सकिन्छ। तर हाम्रो जुन वास्तविक असल प्रेम कुन हो? परमधामको प्रेम, जुन राज्यलाई गर्ने प्रेम छ, त्यो हकीकी प्रेम हो, साँचोवटी छ, त्यसमा झुटो कहीँ छैन। त्यो असल प्रेम चाहिँ हामीहरूको हृदयमा उत्पन्न हुन जरुरी छ सुन्दर साथी। त्यही असल प्रेमलाई उत्पन्न गराउन खोज्नु हुँदैछ। दूसरा दृष्टांत, जैसे एक राजा रानी को पूरी जिंदगी पुत्र की चाहना में तरसते तरसते वृद्धापन में उनके वहाँ एक कुंवर का जन्म हुआ। दूसरो एग्जाम्पल के दिन हुँदैछ भने एउटा राजा रानीले पूरा जिन्दगी पुत्रको कामना गरे। दुईजनाको विवाह भएको धेरै वर्ष भइसक्यो। विवाह भएको धेरै वर्ष हुँदाखेरि अब कति वर्ष पछाडि जब उनीहरू वृद्ध अवस्था हुने बेलामा चाहिँ पुत्रको प्राप्ति हुँदछ। राजकुमारले जन्म लिए। हेर्नु है, अब वह कुंवर उनके लिए प्राणों का प्राण है। अब बुढेसकालमा जन्मेको त्यो छोरो ती पति पत्नीको लागि प्राण हो त्यो छोरो। जसरी मधुमेता र कुंवरबाईको लागि देवचन्द्रजी प्राण हुन्। 40 वर्षको उम्रमा, हेर्नुहोस् त, विवाह गरेको 40 वर्षको उम्रमा देवचन्द्रजी जन्मिनु हुँदछ कुंवरबाईको गर्भबाट। अनि मधुमेता र कुंवरबाई त देवचन्द्रजी माथि फिदा छन्।
उनको दिलमा वैरागी आउँदाखेरि मधुमेहता कुँवरबाईलाई कस्तो अब एहसास हुँदछ, कति बिल्खिँदछन्। जिस दिन देवचन्द्रजीले घरबार छोडेर निक्लिनु हुँदछ त्यो सन्ध्याकालीनको समयमा मधुमेहताको हालत कस्तो भयो होला, कुँवरबाईको हालत कस्तो भयो होला जब भित्र गएर ओछ्यानमा जब हेर्दछिन् त देवचन्द्रजीलाई देख्दिनन्। एउटा माताजीको हृदयमा के बितो होला, मधुमेहता पिताजीको हृदयमा के बितो होला। सुन्दरसाजी त्यो महसुस गरौँ त। 40 वर्ष पछाडिबाट पुत्र प्राप्त भएको छ, ऊ पनि वैराग्य धारण गरेर आफ्नो परमात्माको खोजमा निक्लिँदछ घरबार छोडेर। सोच्नुहोस्। त्यस्तै यहाँ एक्जाम्पल दिनुहुँदैछ, राजा रानीले बुढेसकालमा आफ्नो पुत्र प्राप्त गर्दछन्। सोच्नुहोस् त्यो पुत्रलाई कति हो कति प्राण गर्दछन्, प्रेम गर्दछन् हैन। उनको लागि प्राणभन्दा पनि प्यारो अरे, और प्राणों से भी अधिक प्यारा है। वह कुंवर दोनों की पलकें हैं और दोनों उनके नैना का तारा है। त्यो आँखाको पलक हो त्यो कुंवर ती राजा रानीको लागि, किनकि वृद्ध अवस्थामा उनीहरूले एउटा पुत्र प्राप्त गरेको छन्। अनि त्यो पुत्रलाई हेर्दाखेरि बस उनीहरू मोहित हुँदछन्, उनीहरूलाई प्रेम पाउँदछन् उनीहरूले। उनीहरूको लागि सारा संसारै त्यही हो। और उनका सुन्दर लाडला है। सुन्दर छ कसको, कुन चाहिँ आमा बाबुको लागि सानो नानी लाडला हुँदैनन् त, होइन। झन् यहाँ त अन्तिम अवस्थामा उनीहरूले बुढेसकालमा उनीहरूले राजकुमारलाई पाएको छन्, कुँवरलाई पाएको छन् सानो बालकको रूपमा। अनि कति कोमल छ त्यो बालक, कति सुन्दर छ। अनि त्यसै पनि आँखाको पलक बनाएको छन् उनीहरूले, उसलाई नहेरिकन त आँखा झिम्किँदैनन्। त्यति प्रेम गर्दैछन् राजकुमार र राजकुमारीले त्यो आफ्नो पुत्रलाई। उस कुंवर की अनहोनी बात भी उनके लिए अनहोनी है। त्यो राजकुमारले केही अपशब्द बोलो कि अनहोनी कुरा बोलो भने पनि उनीहरूको लागि होनी हो, अनहोनी कुरा गरो पनि उनीहरूको लागि होनी हो। कुंवर की उल्टी बात या उनके कार्य सीधा है। कुंवरले उल्टो कुरो गर्यो भने उनीहरूको लागि सिधा हुन्छ आमा बाबाको लागि। त्यति प्रेममा मोहित भएका छन्। कसैलाई प्रेम गरिन्छ भने उसको हर कुरोलाई मानिन्छ नि त, चाहे सही हो चाहे गलत होस्। गलतलाई पनि सही भनेर मानिन्छ, सहीलाई त सही मानिन्छ। कुंवर से मिलने वाला दुख भी उनके लिए सुख है। कुंवरले केही दुख दियो भने पनि उनीहरूलाई सुखको एहसास हुन्थ्यो अरे। कुंवर की गालियाँ भी उनको अमृत मीठी लगती है। त्यो राजकुमारले आफ्नो आमा बाबालाई केही गालीको शब्दले बोल्यो भने पनि उनीहरूलाई अमृत जस्तो लाग्दथ्यो अरे, त्यति प्रेम गर्ने। उसका रिसाना भी उनके लिए प्रेम है। ऊ रिसायो भने पनि त्यो रिसमा पनि प्रेम देख्दथे अरे। उनके सुख का मूल है, यानी उसमें उनको सुख मिलता है। बस आफ्नो बालकबाट उनीहरूलाई सुख प्राप्ति भइरहेको छ। उसकी चुप्पी भी मौन भी उनके लिए प्रेम की बेकरारी का मूल है। ऊ चुप्प लागेर बस्यो भने पनि बस उहाँहरूको लागि चाहिँ प्रेम ही प्रेम हो भनेर, बस किन चुप्प लाग्यो भनेर बेकरारी हुन्थ्यो, बेचैनी हुन्थ्यो अरे। त्यति प्रेम गर्दथे। अब प्रेम गर्नेवाला मान्छे जसलाई प्रेम गरिन्छ उसले नबोल्दाखेरि कस्तो हुन्छ, बेकरारी हुन्छ नि, बेचैन हुन्छ नि, हो त्यस्तै हुन्थ्यो अरे। या वह उनसे बातें न करे तो वह बेकरार हो जाते हैं। उसकी सभी गतिमति चाल और उसका दिया हुआ दुख भी दोनों की आंखों में प्रेम रस को बढ़ाता है। उसले दुख दियोस् चाहे सुख दियोस्, उसको प्रति आँखामा प्रेम रस बढिरहन्छ आमा बाबाको आँखामा। उसले चाहे दुख दियोस् चाहे सुखमा राखोस्, त्यति प्रेम, त्यति मोहित हुने, त्यति मोह गर्ने। त्यो त मोह पो हो। जुन पुत्रले यी सब हरकत गर्दाखेरि पनि प्रेम देखिँदैछ भने त्यो के हो, मोह हो। आमा बाबाले त्यो पुत्रलाई त्यति मोह गरिरहेको छन्, त्यति मोहित भइरहेको छन् उप्रति, उसको कुनै पनि अवगुण नजर आउँदैन। त अब यो सिकापनबाट हामीहरू सुन्दरसाजीलाई के झट्का दिनुहुँदैछ, फेरि के सिकापन दिनुहुँदैछ? एक्जाम्पल दिनुभयो बहुत गहिरो। राजकुमार र राजकुमारीले, राजा रानीले आफ्नो पुत्रलाई कस्तो तरिकाको प्रेम गरे। जसलाई प्रेम गरिँदैछ सामनेबाट जेसुकै आओस् त्यही प्रेम कहलाउँछ। यहाँ त्यही भन्नुहुँदैछ। अब हे सुहागिन, हर सिकापनको उसमा एक्जाम्पल दिएपछि हे सुहागिन भन्नुभएको छ। त हे सुहागिन, तुम्हें हादी मासुक से ऐसा लाड करना चाहिए। जसरी ती आमा बाबाले त्यो आफ्नो राजकुमारलाई लाड गरे नि, प्रेम गरे नि, त्यस्तै प्रेम हामीले एकदम बिल्कुल राज्यको बिना अर्को केही पनि नजर नआओस् त्यस्तै प्रेम गर्नु अरे। जैसा वह झूठा जीव झूठ से करता है। झूठो जीवले झूठोसँग प्रेम गर्दैछ नि त। त्यो आमा बाबा पनि झूठा, त्यो राजकुमार पनि झूठो हो, संसारका हुन्। त्यो झूठोमा त त्यस्तो सच्चा प्रेम देखिँदैछ भने हामीहरू त परमधामको ब्रह्मात्मा हौँ। त्यहाँदेखि हामीहरूको प्रेममा कति साँचवटी हुनुपर्छ। अनि हामीहरूले प्रेम राज्यसँग यस्तै खालको साँचवटी प्रेम गरौँ।
ऐसा लाड तुम्हें सच्चे मासुक से करना चाहिए। जुन लाड ती आमा बाबाले आफ्नो छोराको प्रति गरे नि त्यस्तै लाड राज्यसँग गर्ने, त्यस्तै प्रेम राज्यसँग गर्ने, अटुट एकदम निष्ठा प्रेम यो सिकाउनु हुँदैछ। यो दोस्रो हरफमा इस्कको जुन कुरो गर्नुभयो, बस राज्यलाई प्रेम गरौँ, केही नसोचौँ। बस राज्यलाई प्रेम गर्दाखेरि हामीमा जेसुकै बितोस्। एउटा प्रेमको बारेमा म अलिकति केही पढेर सुनाउँदैछु। प्रेमले हामीहरूलाई के गर्दछ र पनि प्रेमले जब पुकार्दछ, प्रेम भनेको राज्यले पुकार्नु हुँदैछ। प्रेम राज्यको स्वरूप हो। प्रेम ब्रह्म दौ एक हैं भनेको छ। तो प्रेम का मार्ग कठोर और गहन है। प्रेम को मार्ग बहुत कठोर छ, गहन पनि छ, गहिरो पनि छ, गुज पनि छ नि। फेरि जति कठोर छ त्यति नै गुज पनि छ। तथापि तुम्हें जब प्रेम पुकारे तब उसका अनुसरण करो। तथापि भनेको र पनि, तुम्हें जब, तपाईलाई जब प्रेमले पुकार गर्दैछ भने बस उसको अनुसरण करो। तो प्रेमले कसरी पुकार्नु हुँदैछ राज्यले? मेरे मीठे बोले साथ जी हुआ तुम्हारा काम, प्रेम में मगन हो यो खुलिया दरवाजा धाम। बस इसका कोई लक्षण जो नैनो पलक ना ले, इस दौड़े फिरे ना मिल सके, अंदर नजर पिया में दे। इतनी प्रेम करूं कि तुम बिना किन्सो कहूं तुम हो मेरी आस जी, आस बिरानी तो करूं जो कोई दूसरा हो जी। अनि जब जब राज्य महाराजीको प्रेमले हामीहरूलाई केही शब्द बोल्दैछ, केही शब्दको आदेश दिँदैछ, वाणीबाट हामीहरूलाई केही राज्यले आदेश दिनुहुँदैछ भने त्यसको तुरन्त अनुसरण गर्नु अरे। राज्यले बोलेका हरेक एक वचनमा प्रेम छन् अनि ती प्रेमले बोलेका वचनको अनुसरण गर्नु अरे हामीहरूले। जतिसुकै कठोर बाटो किन नहोस्, दुःख जतिसुकै किन नपाऊँ, राज्यको प्रेम पाउनको लागि त हेर्नुस् त एक से एक परमहंसहरूले आफ्नो शरीरलाई गलाइदिनु हुँदछ। भितक हामीहरूको आँखाको अगाडि छ। देवचन्द्रजीले आफ्नो केही पनि हेर्नु भएन, श्यामाजीले, इन्द्रावतीले केही पनि हेर्नु भएन, सब कुछ त्याग गर्नुभयो। हरेक एक ब्रह्मात्माहरूले राज्यको प्रेम पाउनको लागि सब कुछ छोडे। त्यही भएर यहाँ भन्नुहुँदैछ प्रेमका मार्ग कठोर और गहन है। प्रेमको मार्ग सजिलो छैन, कठोर छ, गहन छ। तथापि तुम्हें जब प्रेम पुकारे तब उसका अनुसरण करो, और वह तुम्हें जब अपने पंखों में समेट ले तब उसके सन्मुख समर्पण कर दो। प्रेम भनेको नि समर्पण हो, पूर्ण समर्पण एकदम। राज्यको चरणमा आफ्नो सब कुछ सौंप्नुहोस्। जसरी ती आमा बाबाले त्यो आफ्नो राजकुमारको प्रति सब कुछ सुख दुःख, उसले जिस दुःख दिँदैछ भने पनि त्यसलाई प्रेमको रूपमा हृदयमा लिँदैछन्। राज्यको राहमा दुःख पाइयो भने पनि राज्यसँग गिला गर्ने होइन, सिकुवा गर्ने होइन कि राज्य तपाईको प्रेम हो यो। राज्यको हर जाहेरी केहेरमा बातोनी मेहेर छुपेको छ सुन्दर साजी। त्यो जाहेरी केहेरले आफ्नो राज्यको प्रति इमान इश्क कम गर्ने होइन, झन् राज्यको प्रति फिदा हुने हो। प्रेमको सिखापन सुन्दर साजी यो दोस्रो हरफमा जुगलदास महाराजले आज हामीहरू सुन्दर साजीलाई दिनु हुँदैछ। राज्यलाई निष्ठा प्रेम गर्नुहोस्, निस्वार्थ प्रेम गर्नुहोस्। प्रेमको साटो केही पाउने आश पनि नगर्नुहोस्। संसारका एक से एक प्रेमी प्रेमिकाहरूले आफूलाई गलाइदिए प्रेम पाउनको लागि, त्यो पनि झुटो प्रेमको लागि। हामीहरू त परमधामको सच्चा आशिक हौँ। हामीहरूको प्रेम पनि साँचो हो, हामीहरूको सम्बन्ध पनि साँचो हो, सब कुछ साँचो हो। हाम्रो सम्बन्ध साँचो हो, प्रेम साँचो हो, हाम्रो हामीले पाएको न्यामत पनि साँचो हो, हामीले पाएको ज्ञान पनि स्वप्नको होइन, जागृत बुद्धिको ज्ञान हो, निज बुद्धिको ज्ञान हो। अब यो जागनीको लीलामा राज्य महाराजले हामीलाई जागृत गराउनु हुँदैछ। अनि जुन स्वरूपले हामीलाई मूल स्वरूपसँग एकाकार गराउन खोज्दैछ, त्यो स्वरूपको प्रति प्रेम गर्न त बहुत जरुरी छ, जसले हामीलाई मिलाप गराउन खोज्दैछ। अनि यहाँ मिलाप कसले गराउँदैछ? श्यामाजी हो हामीहरूको मिलाप गराउनेवाला। जुन तीसरो व्यक्तिले मिलाप गराउँदैछ भन्नुभयो नि अघि एक्जाम्पलमा, त्यो प्रेमी प्रेमिकालाई। र आज हामीहरूलाई मिलाउनेवाला को हुँ? श्यामाजी हो। श्यामाजी हामीहरूको हात समातेर राज्यसँग मूल स्वरूपसम्म पुर्याउन खोज्दै हुनुहुन्छ। अनि श्यामाजीसँग प्रेम गर्न सुरु गर्नुपर्छ सुन्दर साथी। श्यामाजीलाई प्रेम गरिएन भने त श्यामाजीसँग इश्क गरौँ।
पछि मार्फतको स्थितिमा जब पुगिन्छ त राज्य श्यामाजी हामीहरू एक हुन्छौँ। यो खेलमा श्यामाजी हामीहरू सुन्दर साथीलाई राज्यसँग मुलाकात गराउन खोज्दै हुनुहुन्छ। राज्य पनि हामीहरूको लागि तडपिराख्नु भएको छ। मैं रह न सकूँ रुखों बिन, हामीहरू पनि राज्य बिना तडपिरहेको छौँ। रोहे रह न सके मुझ बिन भनिराख्नु भएको छ राज्य। तर कहिले जब पहचान होवे वाको तब सहे न बिछुवाकिन, जिस दिन पहचान हुन्छ नि एक पल पनि बस्न सकिँदैन राज्य बिना। जसरी ती तडपे ती प्रेमी प्रेमिकाहरू, त्योभन्दा पनि अथाह तडप हामीहरूको हृदयमा आउँछ, विरह आउँछ। अनि कोही बिचमा अनि श्यामाजीलाई यति प्रेम जाग्दछ हामीहरूको तडप देखेर, हामीहरूको विरह देखेर। अनि श्यामाजीले हामीहरूको हात समातेर राज्यसँग हामीहरूको मुलाकात गराइदिनुहुन्छ। त्यही भएर श्यामाजी त यहाँ सद्गुरु बनिएर आउनुभयो। इन उल्टी से उल्टा के पिया प्रेमे करे सन्मुख, राज्यको सन्मुख लगेर खडा गरिदिनु हुँदछ। अनि हाम्रो र राज्य महाराजीको बिचमा मुलाकात गराउनेवाला माध्यम को रहेछ? श्यामाजी, जसलाई आवेश स्वरूप बनियो यो खेलमा। कुम्मरजीको तरहटीमा ऊ आज पनि पर्खिराख्नु भएको छ कि सुन्दर साथी आउनुहोस्, म मूल स्वरूपसँग मुलाकात गराइदिन्छु। हृदय तडपेको छ राज्यलाई पाउने, जसको हृदय तडपेको छ राज्यलाई पाउने, आउनुहोस्, म मुलाकात गराइदिन तयार छु। तर हृदयमा मिलाप गर्ने तडप हुनु पर्यो, त्यो बिछडनको दर्द हुनु पर्यो, त्यो बिछडनले गर्दाखेरि हृदयमा तडपन हुनु पर्यो। अनि मात्रै आफ्नो धामधुलासँग मिलाउनेवाला श्यामाजी आउनुहुन्छ हाम्रो जीवनमा। कुनै रूपमा आउनुहुन्छ, कुनै पनि सुन्दर सा सिरदार सुन्दर साजीको रूपमा आएर राज्यसँग एकाकार गराउने कार्य गराउनु हुँदछ। सुरतालाई जागृत गराउने कार्य गराउनुहुन्छ, हाम्रो सुरतालाई मूलमिलामा पुर्याउने कार्य गराउनुहुन्छ। त्यो हामीहरू बिचमा कोही पनि सुन्दर साथको तन धारण गरेर आउन सक्नुहुन्छ। र सुन्दर साथजी यो सिकावललाई पनि हृदयमा उतारौँ। र जोगलदास महाराजीको यो दोस्रो हरफ इस्कको थियो। अब तीसरो हरफ पनि बहुत मनमोहक छ। त्यो तीसरो हरफमा हामीहरू सुन्दर साथजीलाई एउटा जिद्दपना दिएको छ कि राज्यको प्रेम अर्धाङ्गिनी हुँ त मैले राज्यको अधिकार लिन जान्नुपर्छ। म राज्यकी निष्पत्ति हुँ त निष्पत्तिले अधिकार लिन कसरी लिने हो आफ्नो अधिकारलाई, त्यो सिकापन दिनुभएको छ। त्यो अघिल्लो क्रमाङ्कमा आउनेछ। फिलहाल यति नै श्रवण गर्नुहोस्। प्रणामजी, प्रणामजी।